यदि तपाईलाई घुँडाको प्रतिस्थापन शल्यक्रिया सल्लाह दिएको छ र तपाईँ यसलाई ढिलाइ गर्न चाहनुहुन्छ भने के हुन्छ? अब यसलाई 3 श्रेणीमा अध्ययन गर्न सकिन्छ। पहिलो स्वास्थ्यसँग सम्बन्धित प्रभावहरू, दोस्रो मनोवैज्ञानिक प्रभाव र तेस्रो सामाजिक प्रभाव हो। त्यसो भए यदि तपाईलाई घुँडाको प्रतिस्थापन शल्यक्रिया सल्लाह दिएको छ र कुनै कारणले तपाईँ यसलाई टार्न खोज्दै हुनुहुन्छ भने के हुन्छ त? सबैभन्दा पहिले यदि तपाईँ शल्यक्रिया गराउनु भएको छैन भने यसले तपाईको जोड्नीमा क्रमिक क्षति पुर्याउँछ। तपाईको घुँडाको जोड्नी निरन्तर घिस्रिँदै जान्छ, जसले गर्दा खुट्टा बाङ्गिने विकृति झन बढ्दै जान्छ। अन्ततः यसले तपाईलाई हरेक दिन बित्दै जाँदा झन कम चलायमान बनाउँछ। यसैगरी तपाईको घुँडामा हुने पीडा बढ्दै जान्छ, बीचबीचमा सुनिने समस्या पनि आउँछ र अन्ततः तपाईको जीवन कम सक्रिय बन्छ, कम हिँडुल गर्ने बानी बस्छ। कहिलेकाहीँ तपाईले यो पीडा कम गर्नका लागि कहिलेकाहीँ पेन किलर खानुपर्छ र समयसँगै तपाईँ पेन किलरमा निर्भर हुन थाल्नुहुन्छ। यसले तपाईको घुँडाको वरिपरिका मांसपेशीहरू कमजोर बनाउँछ। यसको अर्थ घुँडामा मुख्य रूपमा शक्ति दिने मुख्य मांसपेशी, जसलाई क्वाड्रिसेप्स मांसपेशी भनिन्छ, समयसँगै कमजोर हुँदै जान्छ। त्यसैले तपाईको घुँडामा 3 वटा कुरा हुन्छन्। जोडको क्षति बढ्दै जान्छ, तपाईको पीडा र अशक्तता बढ्दै जान्छ र मांसपेशीको शक्ति घट्दै जान्छ। त्यस्तै अन्य दोस्रो असरहरू पनि हुन्छन्, जस्तै तपाईँ हिँड्न सक्नुहुन्न भने तौल बढ्छ, तपाईको मधुमेह झन बिग्रन्छ, उच्च रक्तचाप अर्थात् ब्लड प्रेसर बढ्छ र मुटुका रोगहरूको सम्भावना पनि बढ्छ। र यदि घुँडाको पीडाका कारण तपाईँ चलफिर गर्न सक्नुहुन्न भने अस्ति मज्जा कमजोर हुने अस्टियोपोरोसिस पनि बढ्न सक्छ। त्यस्तै जब बिरामीले लामो समयसम्म घुँडा प्रत्यारोपण टार्न खोज्छन् र अन्ततः केही वर्षपछि घुँडा प्रत्यारोपण गर्ने निर्णय गर्छन् भने त्यसबेला शल्यक्रिया पनि झन गाह्रो हुन्छ, किनभने मांसपेशीको मात्रा कम हुन्छ। तपाईको मांसपेशी त बिदा भइसक्यो त, अर्थात् मांसपेशी सुक्ने एट्रोफी भइसकेको हुनुपर्छ। त्यस्तै घुँडामा गम्भीर विकृति पनि देखिन्छ र सफ्ट टिस्युहरू पनि संकुचित भएका हुन्छन्। त्यसैले समग्रमा शल्यक्रिया पनि झन जटिल बन्छ। अब घुँडा प्रत्यारोपण शल्यक्रिया नगर्दाको मनोवैज्ञानिक असरहरूतर्फ जाँदैछु। कतिपय मानिसहरूलाई डिप्रेसन वा चिन्ता जस्ता दीर्घकालीन पीडाको तनाव हुन्छ। साथै उनीहरूलाई परिवारको कोही सदस्य वा सिडी चढ्न, नुहाउन वा बाहिर हिँड्न कुनै प्रकारको घरेलु कामदारको आवश्यकता पर्ने भएकाले पनि उनीहरू आश्रित हुन्छन्। यसले प्राय आत्मसम्मानमा कमी ल्याउँछ। साथै केही बिरामीहरूमा यसले स्पष्ट डिप्रेसन र असहायता र निराशाको स्थिति निम्त्याउन सक्छ। घुँडा प्रतिस्थापनमा ढिलाइ हुँदाको सामाजिक प्रभावलाई बिर्सनु हुँदैन। यसले सामाजिक जीवनमा प्रतिबन्ध ल्याउँछ, जस्तै व्यक्ति पीडा र हिँडुलको समस्याका कारण पारिवारिक कार्यक्रमहरूमा जान वा यात्रा गर्नबाट जोगिन सक्छ। साथै काममा पनि असर पर्छ। यदि व्यक्ति अझै रोजगारीमा छन् भने उनले उत्पादनशीलता गुमाउन सक्छन्, चाँडै अवकाश लिनुपर्ने हुन सक्छ वा आर्थिक तनावको सामना गर्नुपर्छ। यसले अन्ततः थप आर्थिक बोझ र परिवारसँग सम्बन्धित समस्याहरू निम्त्याउन सक्छ। र सबैभन्दा माथि सक्रिय जीवनशैलीको ह्रासले साँच्चै डिप्रेसन ल्याउन सक्छ। सक्रिय जीवनशैली भन्नाले म बगैँचा गर्ने, खेलकुद, हिँडुल, यात्रा जस्ता रुचिहरूलाई जनाउँछु। यसैले समग्रमा म भन्न चाहन्छु, यदि तपाईँ कुनै कारण बिना घुँडाको प्रतिस्थापन ढिलाइ गर्दै हुनुहुन्छ भने त्यसो नगर्नुहोस्, किनभने अन्ततः यसले तपाईको मानसिक, शारीरिक र सामाजिक स्वास्थ्यमा असर गर्छ। समयसँगै तपाईको जीवन स्तरमा गिरावट आउँछ। तपाईँ बिस्तारै अपाङ्गतालाई स्वीकार्न थाल्नुहुन्छ र आफूलाई घरमै सीमित गर्नुहुन्छ। तपाईँ सामाजिक कार्यक्रममा जान छोड्नुहुन्छ र मोटोपनको रूपमा देखिने स्वास्थ्य समस्याहरूलाई पनि नबिर्सनुहोस्। रक्तचाप बढ्नु, मधुमेह नियन्त्रणमा समस्या आउनु र हड्डी कमजोर हुनु अस्ति क्षय। त्यसैले मलाई आशा छ कि यो भिडियो तपाईको लागि उपयोगी थियो। यदि तपाईसँग घुँडा प्रतिस्थापन वा घुँडा प्रतिस्थापन पछिको जीवन सम्बन्धी थप प्रश्नहरू छन् भने हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्। धन्यवाद।